गाइस अनि म चाहिँ नि आज फाइनली प्यारिस जाँदैछु ये अनि प्यारिस चाहिँ एकदम लङ टाइम पछि भनौँ न 1 वर्षपछि नै जान लागेको प्यारिस तर म तपाईहरुलाई प्यारिस सिटी चाहिँ घुमाउन सक्दिनँ आई डोन्ट हेभ टाइम आई हेभ जस्ट लिमिटेड टाइम हुँदैन मसँग अलिकति लिमिटेड मात्र टाइम छ अनि त्यो लिमिटेड टाइममा म आफ्नो काम गर्नुपर्छ आफ्नो काम एउटा छ त्यो सघाउनुपर्छ फेरि आई हेभ टु रिटर्न हियर भोलि काममा जानुपर्छ त्यसैले आई कान्ट शो यु द Paris city, but I will show you my Paris trip. यति मजा त छैन जस्ट अलिकति यताउता ब्लग बनाइहालौँ जस्तो लाग्यो अनि उता हेर्नु न घाम कस्तो मजाले लागिरहेछ घाम वाउ यो घामको लागि सब तर्सिन्छ हो यता लाइन लाग्नु पर्दो रहेछ टिकटको लागि फाइनली म प्यारिसमा पुगेँ अनि प्यारिस आउँदाखेरि हुँदैन डर छुट्टै हुन्छ कि आफ्नो सामान हराउँछ कि भनेर अनि आफ्नो सामान मात्र नभएर म आफै हराउँछु कि भनेर डर छुट्टै हुन्छ प्यारिस यति धेरै आएको छैन अनि जो प्यारिस भएर बस्छ त्योहरूलाई यति थाहा हुँदैन जस्तो फिल हुन्छ यति धेरै प्यारिस नआएर हुँदैन अनि मलाई पनि यति थाहा छैन प्यारिसको बारेमा न ट्रेन मेट्रो केही यति राम्रोसँग चल्न आउँदैन प्यारिसको बाटो पनि मलाई थाहा छैन अब हेरौँ म कसरी यो प्यारिसको बुलबुले यहाँबाट डिल गरेर म आफ्नो ठाउँमा पुग्छ यस्तो छ हो प्यारिस अब यो चाहिँ नि प्यारिसको एकदम फेमस जग्गा ला शापेल हो यसको नाम चाहिँ नि फाइनली म चाहिँ ला शापेलमा आइसक्यो अनि यता चाहिँ नि बी केयरफुल हुनुपर्छ यहाँतिर चोर डकैती यस्तोहरू डेन्जर हुन्छ है त्यसैले आफ्नो ब्याग चाहिँ नि सम्हालेर राख्नुपर्छ प्यारिस आउँदाखेरि चाहिँ म त बिमारी हुन लाग्छ मेट्रो ट्रेनमा मान्छे यति धेरै हुन्छ पात गनाएको कि गु गनाएको कि के गनाएको थाहै हुँदैन मेट्रोमा मान्छे यस्तो हुन्छ है एकदम धेरै वाक्न मन लागिसक्यो मलाई यहाँ फेरि पैसा माग्न आइरहेछ मैले भिडियो बनाउँदाखेरि त्यही भागिरहेछ यस्तै छ जिन्दगी प्यारिस मलाई आउनु पनि मन लाग्दैन एउटा त मान्छेहरूको भिड सबजना पैसाको लागि पैसा आलु चना खोजेको दालहरू एकदम धेरै रहेछ कि मेरो बस्ने ठाउँमा यति धेरै दालहरू पाउँदैन मैले चाहिँ कालो चना खोजेको कालो चना खोजेको कालो चना यहाँ चाहिँ सस्तो छ कि उता एकदम महँगो छ कालो चना मसलाहरू त मसँग छ आई अलरेडी ह्याभ अरू के किन्ने हो यहाँ अहिले थाहा हुँदैन कि उता चाहिँ यो किन्छु मलाई टाइम पनि धेरै छैन कि मेरो फेरि ट्रेन उता छुट्छ अहिले म साह्रै गर्नुपर्छ टाइम सब मिलाएर सब गरेर जानुपर्छ के गर्नु होला थाहै छैन केही किन्छु मैले के चना किन्यो यो किन्यो अनि पुगेपछि यता ग्रिनरी सब्जीहरू कति धेरै छ है किन मन लाग्यो के गर्ने यति बोकेर जानुपर्छ आफ्नो ठाउँमा फाइनली म घर जाँदैछु आफ्नो घर नर्मली म यति भिड पर्सन होइन है भिड पर्सन होइन भिड हुँदैन क्राउडेड यस्तोमा जाने यस्तो पर्सन होइन अब प्यारिस आएपछि त फर्स्ट यो फेस गर्नु परिहाल्छ एकदम गाह्रो भयो यार प्यारिस मलाई आउनै मन लाग्दैन के भन्ने अब काम जे हुन्छ प्यारिसमा मात्र हुन्छ अनि त जानुपर्छ ट्रेन हुँदैन हाम्रो एकदम फास्टेस्ट ट्रेन चाहिँ कति 1 घन्टा आधीमै पुऱ्याउने ट्रेन छ नि भिड चाहिँ यस्तो युरो गर्दो रहेछ मैले किन अन द स्पोट मैले टिकट काटेको अनि सबभन्दा सस्तो यो ट्रेन छ अनि यो ट्रेनमा म 4 घन्टा लगातार बसेर 4 घन्टा ट्राभलिङ गर्नुपर्छ आफ्नो त्यहाँ पुग्नुको लागि रातिको 11 बजीतिर पुग्छ ओके गाइस मेरो उता हो मेरो डिक्की नम्बर यो डिक्कीमा गएर आफ्नो सिट खोज्ने हो अब जानुपर्छ हेर्नु न कति दुःख गरेछ थ्याङ्क गड मेरो सामान यस्तो छैन सामान यस्तो भएपछि त झन् मर्छ